स्वागत छ मेरो यस भिडियोमा। आज हामी जान्ने छौं हामी कसरी चाहिँ आफ्नो मोबाइलमा हामीले आइपिएल को लाइभ हेर्न सक्छौं भनेर। हामीले चाहिँ लाइभ हेर्नको लागि यो क्रिकीफाई टिभी भन्ने एप डाउनलोड गर्नुपर्ने हुन्छ। जस्ट क्लिक अन देयर एन्ड यु क्यान जो सिम्पली गेटिङ इन दिस इन्टरफेस एन्ड हियर इज एन लाइभ। यो चाहिँ लाइभ चलिरहेछ कसको भन्दा एसआरएच भर्सेस आरआरआर हो जहाँ चाहिँ तपाईले चाहिँ लाइभ हेर्न सक्नुहुन्छ। जस्ट यहाँ क्लिक गरेर हैन, यहाँ चाहिँ विभिन्न अप्सनहरु छन् जहाँबाट चाहिँ तपाईले लाइभ हेर्न सक्नुहुन्छ। तपाईले चाहिँ सिम्पली एउटामा क्लिक गर्ने अनि चाहिँ लाइभ हेर्न सक्नुहुन्छ। इफ योर इन्टरनेट कनेक्सन इज भेरी गुड देन यु क्यान सी वाच लाइभ इन फुल एचडी और यु हेभ नट गुड, तपाईसँग छैन भने छैन, हजुरको लाइभ गतिले हुँदैन। त्यसैले चाहिँ यसरी हेर्न सक्नुहुन्छ। कसरी डाउनलोड हुन्छ म भन्छु तपाईलाई। अब जस्ट गो टु अन दिस यो उसमा जानुस् हैन, क्रोममा जानुस् हैन, अनि CRICFI क्रिकीफाई भनेर अनि टिभी भनेर चाहिँ सर्च गरिदिनुस्। अनि ट्याक्क चाहिँ सर्च गर्दा यो एउटा यहाँ आउँछ हैन, क्रिकीफाई टिभी भनेर ट्याक्क थिच्नुस्। त्यसपछि सिम्पली तल 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 स्क्रोल गर्नुस्। स्क्रोल गर्दाखेरि चाहिँ तपाईले हो यहाँ चाहिँ देख्न सक्नुहुन्छ एउटा डाउनलोड, गो टु डाउनलोड सेक्सन भनेर। डाउनलोड सेक्सनमा जानुस् र अनि चाहिँ यहाँ फेरि गो टु डाउनलोड पेज भन्ने चाहिँ यहाँ थिच्नुस्। फेरि यहाँ थिचिसकेपछि हजुरले चाहिँ यहाँ सानो एड देख्नुहुन्छ अलि अगाडि। त्यसपछि जानुस् अलि तल तल जानुस्। हो यहाँ चाहिँ क्रिकीफाई लेटेस्ट अपडेट भनिएको छ यहाँ त्यसपछि तल जानुस्। त्यसपछि हो यहाँ चाहिँ विदाउट नो VPN रिक्वायर्ड वाला चाहिँ वहाँ थिच्नुस्। अनि चाहिँ फेरि थिचिसकेपछि फेरि तल जानुस्। त्यसपछि तपाईको आफ्नो मोबाइलको भर्जन अनुसार अहिले बेसिकली सबैकोमा एन्ड्रोइड 14 छ। सरी एन्ड्रोइड 14 चाहिँ अहिले सबैकोमा छ भनेपछि यहाँ क्लिक गर्नुस्। एन्ड्रोइड 14 मा क्लिक गरेपछि तपाईले चाहिँ यहाँ चाहिँ जस्ट क्लिक अन क्रिकीफाई टिभी V5.1 मा क्लिक गर्नुस्। अनि त्यसपछि चाहिँ तपाईले ट्याक्क डाउनलोड गर्न सक्नुहुन्छ। ट्याक्क यहाँ क्लिक गरिसकेपछि चाहिँ यहाँ चाहिँ डाउनलोडको अप्सन हुन्छ। यहाँ डाउनलोड गरिसकेपछि तपाईले चाहिँ आफ्नो यो डाउनलोड कता छ, यहाँ डाउनलोड्समा आएर चाहिँ तपाईले यहाँ चाहिँ हेर्न सक्नुहुनेछ क्रिकीफाई HD 4.9 भनेको चाहिँ यहाँ चाहिँ मेरो 5.9 गरेर पनि। अनि ट्याक्कै यहाँ क्लिक गरेर त्यसपछि चाहिँ अब यहाँ चाहिँ इन्स्टल मेरो चाहिँ अपडेट देखाएको छ अनि इन्स्टल भन्ने आउँछ। त्यहाँबाट इन्स्टल गर्नुभयो भने चाहिँ तपाईको चाहिँ ट्याक्क हुन्छ। त्यसपछि ओपन गरेर तपाईले चाहिँ यहाँबाट हेर्न सक्नुहुन्छ। जस्ट सिम्पली यु क्यान सी हियर इज एन स्टार स्पोर्ट्स। यहाँ फेरि यहाँ गाह्रो छ मलाई, यहाँ त्यति देखाउनु मिल्दैन। यहाँ फुल एचडीमा दामी तरिकाले आउँछ। यहाँ टक्क यहाँ यतापट्टि थिचेर त्यसपछि चाहिँ तपाईले हेर्नुहुन्छ। अनि अरू विभिन्न गेमहरू, क्रिकेटका गेमहरू चाहिँ सबै क्रिकेट, फुटबल, जेसुकै जुनसुकै F1 कार, रेसिङ सेसिङ तपाईले के गेममा इन्ट्रेस्ट छ सबमा हेर्न सक्नुहुन्छ। सब हेर्न सक्नुहुन्छ, मजाले हेर्न सक्नुहुन्छ। अहिले वर्षमा न्युजिल्यान्ड भर्सेस पाकिस्तानको म्याच चलिरहेको थियो, दामी थियो त्यो पनि, तपाईले हेर्न सक्नुहुन्छ। यस्तै यस्तै खालको भिडियोहरू चाहिन्छ भने प्लिज मलाई सब्स्क्राइब गर्नु होला। अनि चाहिँ कमेन्टमा लेख्नु होला यसपछि कुन एपको बारेमा या कुनै केही टपिकको बारेमा भिडियो बनाउँछ भने ट्याक्क मलाई भनिदिइहाल्नु, म भिडियो बनाइदिइहाल्छु। ल ओके बाई।